नेपालीहरूको यो तकदिरमा अर्काको देशको भाडाको सिपाही मात्रै हुनु, अरब देशहरूमा गएर पसिना चुहाउनु, यहाँ घर बर्बाद गर्नु, छोरा छोरी बर्बाद गर्नु, श्रीमती बर्बाद गर्नु, आमा बाबुलाई रुवाउनु, दशैंमा रुनु, तिहारमा रुवाउनु परिवारलाई, तिमीले विदेशमा गएर पसिना मात्रै बगाउनु भनेर के हाम्रो निधारमा लेखिएको हो? के हामीले नेपालको संविधान त्यसकै लागि ल्याएका हौं? हामीले गणतन्त्र के त्यसको लागि ल्याएका हौं? हेर्दाखेरि पनि असाध्यै फुर्तिली पनि हुनुहुन्न भने मेरी आमा त पढ्नु पनि भएको छैन, फुर्तिली पनि हुनुहुन्न। अब जो म सडकमा देख्छु त्यसलाई आमा भन्छु, मेरी आमालाई म बेचिदिन्छु। कुनै सपुतले भन्न सक्छ? कुनै सन्तानले भन्न सक्छ? नेपालमा हाम्रो धन कम छ, हामीसँग प्रविधि कम छ भनेर हाम्रा नदीनाला बेचिदिने, पश्चिम सेती र सेती छ, शेरबहादुर देउवाले घोषणा गरेर भारतलाई जिम्मा लगाइदिनु भयो, माथिल्लो कर्णाली जियामार कम्पनीलाई जिम्मा लगाइदिनु भयो, अरुण चौथो भारतलाई जिम्मा लगाइदिनु भयो। हामीले हाम्रै देशमा पसिना बगाउनु पर्छ। यी युवा पाखुराहरू यो देशको लागि चल्नुपर्छ। देशभक्तहरूलाई विजय गराउँ, देशघातीहरूलाई पराजित गरौँ।